हेलो गुड मर्निङ साथीहरू। आज होली हो, तर मलाई आज होली आएको जस्तो फिलै भइरहेको छैन। यता नानीहरू पनि उठिसक्यो। भिडियोले भन्छ नि होली त हमारे जमाने मनाए करते थे, त्यस्तै भइरहेछ मलाई। तर आफ्नो मन नहुँदा पनि बच्चाको लागि त बनाइदिनु पर्यो एकछिन भए पनि। त्यसपछि मेरो छोरीले नानीलाई हेर्दै बेड मिलाउन थाले अनि म चाहिँ खाना पकाउनतिर लागेँ। सुरुमा म दाल पकाउनतिर लागेँ। दाल चाहिँ मैले चना बदामको दाल लिएछु। त्यसमाथिबाट यसरी प्याजहरू राखेर पकाएको चाहिँ एकदम मिठो लाग्छ मलाई चाहिँ, मासुको भन्दा पनि मिठो। अनि माथिबाट घिउ पनि राखिदिनुपर्छ 1 चम्चा, झन् मिठो हुन्छ। दाल बसालिसकेपछि मैले भात बसालिदिएँ यता। त्यसपछि सागलाई पनि केलाएर रेडी गरेँ मैले। त्यसपछिको पालो थियो मासु पकाउने। मासुमा मैले एकदम फ्रेस खसीको मासु लिएर आएको छु। पहिला मैले प्याजलाई काटेँ, त्यसपछि कराई बसालेर तेल राखेँ। तेलमा थोरै पाँचफोरन, सुके खुर्सानी, प्याजलाई राखेँ। प्याज यतिको गरेपछि त्यसमा मैले मासु राखिदिएँ। नुन र हल्दी पनि राखिदिएँ। यतिको भुटेपछि यसमा मैले टमाटर अनि जिरा, धनियाँ, सुके खुर्सानी, अदुवा अनि 2-3टा मरिचलाई पनि पिनेर हालिदिएँ। माथिबाट थोरै मिक्स मसला पनि राखेँ। यति गरेपछि चाख्नु त पर्यो। मसला भुटिसक्यो। अब यसमा झोल हालिदिँदैछु मैले। झोलमा मैले तातो पानी यहाँ उमालिसकेछु। झोल हाल्दा तातो पानी राख्यो भने एकदम मिठो हुन्छ मासु। मासु पाक्दै गरुन्जेल यता मैले चाहिँ गुन्द्रुकको अचार बनाउनतिर लागेँ। सुरुमा पानी राखिदिएँ मैले यसलाई भिज्नलाई। यसलाई चाहिने हरियो लसुनको पत्ता, प्याज, हरियो खुर्सानी, धनियाँ रेडी गरिसकेँ। टमाटर चाहिँ पोल्दैछु यता आगोमा। त्यतिन्जेल सागलाई धोएर पनि बसालिदिएँ यता। बिचमा छोरीले के गर्दैछ भनेर हेर्न गएको, उसले त बहिनीलाई पुरा सुताइसक्यो रहेछ। टमाटर पोलिसकेपछि गुन्द्रुकको पानी निचारेँ। त्यसमाथि सबै यो सामानहरू राखेर माथिबाट मरमसला सबै राखेँ। अनि त्यसपछि तेल तताएर त्यसमा मेथी र सुके खुर्सानी पड्काएँ। यो पड्काएको तेललाई चाहिँ अब यो माथिबाट राखिदिउँ यसरी। कागती निचारिदिउँ अनि यसमा धनियाँ पनि राखिदिउँ। अनि त्यसपछि यसलाई मुछ्दिउँ। हाम्रो यो गुन्द्रुकको अचार चाहिँ रेडी हुन्छ। त्यतिकैमा दाल पनि सिटी लागिसक्यो मेरो। कस्तो राम्रो दाल पाकेछ। अब माथिबाट धनियाँ राखिदिउँ यसमा। ओहो कस्तो मिठो। मासु पनि पाक्यो। कसुरी मेथी, गरम मसला अनि माथिबाट धनियाँ राखिदिएँ। पाकिसक्यो हाम्रो मासु, रेडी भयो। आजको मेरो मिठो होली स्पेसल खाना पनि रेडी भइसकेको छ। अब म छोरीलाई खाना दिँदैछु। मिठो भयो मम्मी भन्दै थियो। खाना खाइसकेपछि अब होलीको लागि रेडी हुँदैछ मेरो छोरी चाहिँ। भाइ भाइ के भयो? टिका लगाइदिनु। मेरो गुडिया रानी रे, मेरो गुडिया रानी रे, मेरो गुडिया रानी। आज मेरो सानी छोरीको फर्स्ट होली हो। छोरी सानो भएर पनि मैले ठुलो छोरीलाई कहीँ पनि होली खेल्न लान पाएन यसपालि। मलाई त लगाइदियो, डरलाई पनि छोरीलाई डरलाई पनि रङ लाएर होली गरिदिएछ। हाम्रो यसपालिको होली त यस्तै सिम्पल भयो। तपाईँहरू कस्तो भयो कमेन्ट गर्नु होला। थ्याङ्क यू सबैजनालाई।